हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ मेरो बेबीको चाहिँ खोप लाउने दिन। अनि आज चाहिँ बेबीको बाबा म अनि बेबी चाहिँ हस्पिटलतिर लाग्यौँ। अनि मेरो बेबीको चाहिँ 9 महिनाको खोप हो नि त। अनि बेबी चाहिँ यो वैशाखमा चाहिँ अस्ति वैशाखको 16 गते चाहिँ 9 महिना पुरा भएर 17मा के अरे 9 महिना पुरा भएर चाहिँ 17 गतेबाट चाहिँ 10मा लागेको हो नि त। अनि 9 महिनाको खोप चाहिँ मैले लगाएकै थिएन। अनि अस्ति पनि मैले चाहिँ यादै गरिनँ के छुटेछ भनेर। अनि छुट्यो भन्दा पनि 9 महिना कम्प्लिट भएपछि नै लानुपर्ने अरे नि त। अनि के कामले मैले चाहिँ वास्तै गरिनँ। अनि हिजो चाहिँ मलाई याद भयो कि भ्याक्सिन लाउनुपर्छ भनेर। अनि आज लगिहाल्यौँ। आज चाहिँ बुधबारको दिन हो। अनि मेडिकल कलेज नै हो नि त मेरो बेबी जन्मेको। अनि मेडिकल कलेजमा चाहिँ आज बुधबारको दिन चाहिँ 9 महिनाभन्दा मुनिको मात्रै लाउँदो रहेछ। त्यही भएर म चाहिँ यता गोकर्णेश्वर नगरपालिकामा आयौँ हामी चाहिँ। अनि एउटा चाहिँ दायाँ बायाँ हातमा लाउँदो रहेछ, एउटा छालाभित्र एउटा बाहिर गरेर, अनि एउटा चाहिँ तल खुट्टामा के अरे तिग्रामा लाउँदो रहेछ, तिग्राको 20 भागमा अनि मासुमा त्यो लाइयो। अनि बेबी चाहिँ खासै रोएन आज चाहिँ। अनि अरूको थियो हल्का, त्यो पनि लाउँदाखेरि मात्रै। अनि बाहिर निकालेपछि चाहिँ हेर्नु न उसको बाबा र ऊ चाहिँ मजाले पप्पी हेर्दै हुनुहुन्छ क्या बेबीले पनि। अनि बाबाले खेलाउनु भयो यताउता। अनि मजाले बस्यो बाबासँग, रुनु पनि रोएन हो। अनि चाहिँ हामी लाग्यौँ हावा खानु। अनि चाहिँ हामी हस्पिटलबाट निस्केर हावा खानु कता जाने भन्दै उसको बाबाले चाहिँ सुन्दरी जलतिर जाउँ भन्नुभयो। अनि लाग्यौँ सुन्दरी जलतिर। अनि आजको मौसम चाहिँ एकदमै राम्रो थियो। अनि यही हस्पिटलमा लाग्यो है भनेर मैले चाहिँ देखाउँदैछु यसमा। अनि चाहिँ आज मौसम पनि खुलेको थियो। अनि मैले चाहिँ देखाउँदै भिडियो गर्दै बाबु सुतेको समाउँदै जाँदैछु। अनि आज चाहिँ मौसम पनि एकदम राम्रो भएको थियो। अनि मैले चाहिँ देखाएँ लु साथीहरू, हामी चाहिँ सुन्दरीजल बस पार्क पनि आइपुग्यौँ। अनि अगाडि लाग्दैछौँ। आउन चाहिँ 2-3 चोटि नै आयो हामी। मैले भिडियो चाहिँ आज मात्रै बनाएँ भन्दा नि अस्तितिर पनि बनाएको, अपलोड चाहिँ गर्दिनँ, यो चाहिँ गर्छु। भित्रै लानुहोस् न। अनि अब चाहिँ हामी बस पार्कबाट पनि अलि अगाडि आइसक्यौँ। अनि देख्न सक्नुहुनेछ सिन चाहिँ एकदमै राम्रो हरियाली भएको छ। त्यही माथि मेरो बुढा कालो ज्याकेट लाएर, मेरो बुढा पनि टक्क लाएर हिँडिराख्नु भएको छ। भन्दा नि मेरो बुढाले चाहिँ बेबीको ऱ्यापर झार्नु भएछ क्या। अनि टिप्दै हुनुहुँदो रहेछ। यो भिडियो बनाउँदा मात्रै देखेँ। अनि मेरो झोला बोकेर हेलमेट बोकेर अगाडितिर लाग्नु भयो मेरो बुढा चाहिँ हेर्दै जानु। अनि चाहिँ यो मन्दिर देख्नुभएछ क्या र माथि जानुपर्ने नि त सुन्दरीजल त। अनि मन्दिर देख्नुभएछ। अनि मन्दिरमा आयौँ। अनि मैले चाहिँ हल्का टिका सिका पनि लगाइयो, यसो दर्शन गरेर यस्तो गरियो। अल्छी लागेर एकछिन शीतलमा बस्यो। अनि फेरि लाग्यो है हामी चाहिँ उकालोतिर। उकालो भन्दा नि हल्का उकालो। अनि तेर्सो गयौँ सिधै हामी चाहिँ। हाम्रो पनि भिडियो बनाइदिनु न भन्दै बुढाले चाहिँ भिडियो अगाडिबाट बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ बिस्तारै स्लो मोसनमा नक्कल पार्दै जाँदैछौँ। बेबी चाहिँ उठेकै थिएन यतिखेर। अनि म चाहिँ हेर्नु न। अनि हामी चाहिँ जाँदै चाहिँ यो पुलमा पुग्यौँ। अनि एकदमै राम्रो लाग्यो सिन। अनि फोटोहरू खिच्यौँ ओर्यौँ। अनि मेरो बुढाले चाहिँ मेरो चस्मा लाएर पुरा हिरो पल्टिँदै हुनुहुन्छ कि। म चाहिँ बाबु के अरे सुतिरहेको थियो। अनि त्यही भएर कस्तो अप्ठ्यारो भयो पनि भिडियो बनाउँदै थिएँ। अनि फेरि मेरो बुढाले चाहिँ हेर्नु न तलको त्यो साँगो देख्नुभएछ कि पुलै, त्यो चाहिँ काठको हो नि त। अनि म तल जान्छु है, त्यो काठ चाहिँ भाँचिन्छ कि भाँचिँदैन, त्यहाँबाट हिँड्छु भन्दै हुन्थ्यो। म चाहिँ डरले नगर्नु नजानु, म चाहिँ कस्तो तर्सिन्छु, यहाँ बेबी पनि बोकेको छु, त्यही माथि मेरो सातो जान्छ भन्दै थिएँ मैले चाहिँ। अनि हो भनेर फर्किनु भयो। त्यही पनि फर्की हेर्दै हुनुहुन्छ कि जाउँ भनेर। अनि चाहिँ पुरा चस्मा लाएर उता बाइकको बिचबाट जानुभयो। अनि म चाहिँ कराउँदैछु रिसाउँदैछु हो, माथिसम्मै बाइक ल्याउनु भनेको, आफ्नो चाहिँ नल्याउने, अरू के हेर्ने भन्दै थिएँ। अनि चाहिँ फेरि माथि आउनुभयो हाम्रो छेउमा। अनि मलाई चाहिँ पछाडिबाट कुर्दै हुनुहुन्छ मेरो बुढाले ऊ हातले।
के भनेको त्यस्तो भनेर के भिडियो बनाएपछि चाहिँ फेरि सोझो पल्टिहाल्छ नि त हो राउन्ड राउन्ड घुमिरहेछ नि त्यस्तोबाट जाने हो त भनेर मैले चाहिँ देखाउँदैछु अनि हाँस्दैछु होइन जाउँ कि भनेको भन्दैछ अनि मलाई चाहिँ कुटेर फेरि तल गयो भिडियो बनाउँछ भनेर लुक्नु गयो हाँस्दैछ भिडियो बनाइरहेछ भनेर केही भनेन अनि त्यहाँबाट चाहिँ हेर्दै जानु मेरो बुढाको पारै बेग्लै छ छुट्टै छ कि मैले चाहिँ बाबु बोकेर म चाहिँ काँध दुखेर कस्तो भइसकेको थियो अनि हेर्नु है यस्तो खुट्टा हल्लाउँदैछ नि यस्तो खुट्टा हल्लाउँदै गर्दा चाहिँ अब चाहिँ फेरि खुट्टा हल्लाउँदै गर्दा गर्दै उसको बेबी उठिसक्यो अनि उठेपछि चाहिँ फेरि उसको पालो उसले उसको बाबाले चाहिँ अरूको बाइकमाथि लग्यो हो लगेर राखिदियो अनि मैले चाहिँ तातो छैन कि भन्दैछु छैन भन्छ अनि त्यहाँबाट चाहिँ बेबी खुसी भयो कि अनि त्यहाँबाट चाहिँ बेबीले निस्किनै मानेन हो एकछिनमा अनि फेरि त्यहीको त्यही बस्नु अरे एकछिन निकाल्यौँ कि अनि रोयो अनि फेरि त्यही माथि खेल्नु दियो हो उसको बाबाले अनि एकछिन खेल्यौँ एकछिन होइन धेरै टाइम खेल्यो त्यहाँ बस्यो अनि एकछिनमा चाहिँ फेरि पुल उतै गयौँ है हामी पुलमाथि गयौँ अनि बेबी पनि समाएर उभिरहेछ कि अनि उभिँदा खेल्दा खेल्दै चाहिँ हामी फेरि फर्क्यौँ अघिकै बाटो हुँदै माथि चाहिँ गएनौँ त्यहाँबाट अनि त्यतैबाट फर्क्यौँ अनि फर्किँदै गर्दाखेरि चाहिँ बेबी मैले बोकिरहेको छु अनि उसको बाबाले चाहिँ मेरो झोलाहरू बोकेर पछाडिबाट भिडियो बनाइदिँदै हुनुहुन्छ हो अनि आमा छोरा चाहिँ टक्क लाएर अगाडि हिँड्दैछौँ त्यही पनि बेबीलाई चाहिँ उतै जानु मन लागिरहेछ हो अघिकै ठाउँतिर बस्नु मन लागिरहेछ त्यत्तिकैमै चाहिँ हामी फेरि यो अघिको धारा छेउतिर आइपुग्यौँ कि अघि यो मन्दिरको छेउमा धारा रहेछ कि अनि बेबीलाई चाहिँ कस्तो मन पर्यो पानी खेलाउनु नि उसलाई मनपर्छ नि त अनि उयो धारामै पानी खेलाउनु खोज्यो कि अनि उसको बाबाले चाहिँ हुन्न पानीले बेबीलाई के अरे हुन्छ बिराम हुन्छ भन अनि हो भन्दै फर्किएँ म चाहिँ अनि मेरो बुढाले चाहिँ फेरि भिडियो बनाउन थाल्नुभयो अगाडिबाट यत्तिकै केही नभनिकन अनि मैले चाहिँ के भन्नु न यस्तो उस्तो भन्दै सिकाउँदैछु अनि भन्दै हुनुहुन्छ अनि गफ गर्दै हाँस्दै हामी चाहिँ आइरहेको छौँ अनि बेबीलाई चाहिँ वास्ता छैन यताउता हेर्दै हुनुहुन्छ बेबीले चाहिँ अनि यसरी भन्दै हुनुहुन्छ मेरो बुढाले चाहिँ होइन हौ भने अनि भन्दै गफ गर्दै चाहिँ हामी फर्क्यौँ है त।